गाइड चाहिँ खासमा युनिभर्सिटीले गर्नु पर्छ तर अहिले ठ्याक्क उल्टो चाहिँ अब भिसी बन्नेदेखि लिएर तपाईँको डिन बन्नेदेखि लिएर एचओडी बन्नेसम्म पनि तपाईँको एउटा राजनीतिक कार्यकर्ता पिएले पार्टीले सिफारिस गरेको नेताको पिएले क्या सर होइन अब त्यहाँ गएर नमस्ते गरेर दिनभरि मलाई यस्तो झ्याउ लाग्छ तपाईँको एउटा मेरो प्रोफेसरहरू होइन उहाँहरू आफ्नो अलिकति बढुवा र नियुक्तिको लागि प्रधानमन्त्री होइन क्या प्रधानमन्त्रीको पिएको पनि पिएसँग गएर दिनभरि आफ्नो पालो खोलेर बस्ने होइन त्यो एउटा डिग्निटी लुज गरे प्रोफेसरले के पढाउने कसरी विश्वविद्यालय बनाउने त्यही भएर यो राजनीतिकरण आवश्यक छ भन्दाखेरि चाहिँ एजेन्डागत हिसाबबाट राजनीतिको बारेमा छलफल हुनु विचारको हिसाबबाट छलफल हुनु नराम्रो होइन तर दलको झन्डा बोकेर तपाईँको दलीयकरण गरेर भागबन्डा गरेर त्यो गर्न चाहिँ टोटल्ली रङ हो कन्टेन्ट फोकस्ड हुनु पर्यो कन्टेन्ट सर यदि नेभीसँग मानौँ अथवा क्रान्तिकारी अखिल होइन उहाँहरूले यी क्याम्पसहरूमा एउटा कुनै तिनवटा मध्ये एउटा कुनै सङ्गठनले पनि विद्यार्थीहरूलाई जम्मा गरेर लिडरसिपका ट्रेनिङहरू सोसल स्किलहरू सफ्ट स्किलहरू ल साथीहरू आज नेभी सङ्घले त्रिचन्द्र कलेजमा अथवा XYZ कलेजमा चाहिँ वृक्षारोपण कार्यक्रम गर्ने भन्ने त मैले कहिले सुनेको छ यदि वृक्षारोपण गर्थ्यो सफ्ट स्किल लिडरसिपका ट्रेनिङहरू अरू विभिन्न इनोभेटिभ क्रिएटिभ स्टुडेन्ट फोकस प्रोग्राम गर्थ्यो भने त हामी नेभीसँग चाहिन्थ्यौँ भन्थ्यौँ नि त होइन भन्दाखेरि उहाँहरूको गतिविधि के हो भने चन्दा उठाउने स्कुल कलेजमा जाने अथवा व्यापार व्यवसायलाई गएर भेट्ने चन्दा उठाउने त्यसको ट्रान्सपेरेन्सी नराख्ने होइन त्यहाँ एउटा भिड जम्मा गरेर माथिको नेतालाई नेता बनाउने भनौँ न कतिपय केसमा थर्काउने फेरो तान्ने त्यो भएर नियुक्तिहरूमा इन्फ्लुएन्स गर्ने राजनीतिकरण आवश्यक छैन विश्वविद्यालयहरूमा यो त डिबेटको विषय नै होइन यो त छैन नि तपाईँको त्यो त पढ्नु पर्यो क्या सर पढाइको कुरा बाहेक विद्यार्थीले कुरा बाहेक प्राध्यापकहरूले चाहिँ नि पढाउनु पर्यो सबैले आफ्नो आफ्नो काम गर्नु पर्यो मजाले पढ्यो